आज बिहान म उठेँ, त्यस पछाडि मैले चिया बनाएर चिया खाएँ। त्यस पछाडि एकछिन पढेर भ्याइसके पछाडि खाना बनाउने बेला भयो। त्यसपछि मैले तरकारी केलाएँ, खाना पकाएँ अनि खाना खाएँ मजाले। त्यस पछाडि भाँडा माझेर सफा बनाएर म स्कुल हिँडेँ। अनि त्यसपछि स्कुल गएपछि मलाई यहाँ फुलले वेलकम गरिरहेको रहेछ। अनि गइसकेपछि स्टुडेन्टहरू नाच्दै थिए, घुम्दै थिए, फिराथे त्यतिबेला। मेरो साथीले स्पिच भन्दैछ, क्वेशन सोध्दैछ जीके प्रश्न। आज म केही जीके क्वेशनहरू सोध्न गइरहेको छु, कृपया ध्यान दिएर सुनिदिनु होला र यसको सही जवाब पनि दिनु होला। ठुलै छोड्ने भन न, सुरु गर। नेपालमा जलविद्युतको स्थापना कहिले भएको? राइट एन्सर। अहिले म 5 क्लास गएँ। गुड मर्निङ म्याम। थ्याङ्क यू सुदाम। क्लास 7। गुड मर्निङ। ल के भन्नु छ रे? त्यसपछि हाम्रो ब्रेक भयो। ब्रेकमा यहाँ सरहरू चेस खेल्दै हुनुहुन्छ। आज एकदम ठुलो पानी परेको थियो, त्यही भएर अँध्यारो छ बाहिर। अनि सरहरू चेस खेल्दा मैले यसो फोटो खिचिदिएको। त्यसपछि हाम्रो टिफिन सक्यो। भ्लग बनाइरहेको छु। म कति राम्रो छु। आर इङ्ग्लिस टिचर इज हियर। यो चाहिँ हाम्रो भ्लग हो। भरे हेर्नु है, भरे हेर्नु है। अहिले चाहिँ म 4th ग्रेड होइन 5th ग्रेड पढ्नु जाँदैछु। हेर न हेरेको के गफ हुँदैछ? हाई कसको चित्र बनाउँदै? अहिले गुड मर्निङ हो। थ्याङ्क यू सुदाम।